भिडियो कमेडीलाई पनि यो जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। सबैजनामा हाम्रो चाहिँ अहिले अब टक्क हामी चटपटे बनाएर चटपटे हाम्रो च्यालेन्ज हुँदैछ। म अनि उन बिच हामी चटपटे रेडी छ होइन। यो चाहिँ खुर्सानी बिनाको चटपटे हो। हामी चाहिँ खुर्सानी खाँदैनौँ, तर चटपटे चाहिँ मिठो छ। अब चाहिँ हामी सुरु गरौँ है त। जित्ने भन्ने कोही छैन किनकि एउटै भाँडोमा हो, कम्पिटिसन होइन, बस खाएको देखाउन लाग्यो। के छ देखाइदिनु न पहिला। चाउचाउ ल ठिक छ, देखाउनु। काँक्रा, टमेटो, चटक्क पटक्क, वाइ भुजा, दालमुट सबै मिक्स गरेको रेड बुल। हामी चाहिँ मेरो चाहिँ पाइनएप्पल जुस। तर 18+ को मात्रै, अब देखाउन मिल्दैन यो एज अ दारू भन्नु नमिल्ने। म सुरु गरेँ है त। ल कस्तो हुन्छ? तिमीले खाँदैन है पछि ल। खतरा खतरा भयो, तर भिडियो राम्रो आएन किनकि लाइट अँधेर भइसक्यो नि त। लाइट बालेर गराएको भिडियो आउँछ आउँदैन थाहा छैन, तर जे होस् चटपटे चाहिँ यस्तो दामी खतरा भयो। कस्तो भयो? मिठो भयो। बनाएको तिमीले त्यही भएर मिठो भयो होला। मैले बनाएको भए झन् खतरा मिठो हुन्थ्यो, भन्न त मिलेन है, तर मिठो छ। खोर्सानी यसो टक 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 देखाउनु हुन्थ्यो, खोर्सानी देखाउने पनि छैन, खोर्सानी छैन। नेक्स्ट टाइम खोर्सानी ल्याउनुपर्छ न, चटपटेको लागि मात्रै भए पनि। मिठो छ खतरा। तिमी के खान्छौ? हेर्नुहोस् त चटपटे देख, दुईटै देखाइसकेँ मैले, तिमी नदेखाऊ। कुन देखाउँछौ? यसो है भयो, भाँड नदेखाऊ, भिल्ला हुन्छ क्या। तर मिठो छ है, मिठो। वाह। यो चाहिँ चटपट जति चपाएर खायो त्यति मिठो हुने क्या। सिँगै निलो हुँदैन, चपाउनु पर्छ मजाले। कम हुँदैन। तर यो चटपटे तिम्रो लङ लास्टिङ हुन्छ किन तिमीले बनाएको भएर। मैले बनाएको भएर चाहिँ किन लङ लास्टिङ हुन्छ? इन्ग्रिडियन्ट त्यस्तै छ नि त यसमा, आइटमहरू त्यस्तै छ, छिटो ओछिन्न क्या। बाहिर चिसो छ, हामीले रेड खाँदैछौँ होइन। तिमी हेरे गर ल। हस्, बाबु चाहिँ हाम्रो दर्शक हो, उहाँबाट हेर्दैछ। कपाल मिलेन यार, अलिकति आऊ न। त्यही त हात पनि अलिकति। तिमी नजानु त, तिमी गयो भने चाहिँ बिल्ला भइहाल्यो। सेन देखाएको छ राम्रो है। के चटपटे चटपटे मिठो हो, मिठो हुनै पर्यो नि, दामी। अब सधैँ खाएको भिडियो हाल्ने हो, अरू त कला छैन, स्किल्स केही छैन, खानाको लागि कुनै कला नि छैन, स्किल्स पनि छैन, खायो भिडियो हाल्यो। हो कि न नाच्न आउँछ, न त एक्टिङ आउँछ, न कुनै ठाउँ एक्सप्लोर गर्न आउँछ, न केही कुरा भन्न नै आउँछ। आउने भने खाना खान आउने हो कि तिमीलाई के आउँछ? खाँदैछु त। त्यो बाहेक के आउँछ? त्यो बाहेक बनाउनु आउँछ। ए बनाउनु त आउँछ, बनाउनु चाहिँ मिठो बनाउँछ है उसले, बनाउनु चाहिँ मिठो हो। छोरै हो भन। खाएको भिडियो हाल्यो भने त पिरो रहेछ त। कसरी पिरो भयो? मसला
पिरो भयो तिम्रो खासियत भनेको त्यही हो क्या जुन चिज हुन्न नि त्यो चाहिँ त्यो भइरहन्छ क्या तिमीले बनायो भने अब पिरो खोर्सानी हालेको थिएन तिमीले अनि पिरो भयो स्पिड खाउ न भएन त्यही त स्पिड पुगेन तिम्रो स्पिडमा मैले जित्छु खाना त तिमीले एकपल्ट खाँदा मैले 3 पल्ट खाइसकेको छु है अब त्यो त भिडियोमा देखाएको तर फ्री टाइममा यसरी खाएर सँगै बसेर खाएर यसो गफ गरेर होइन भिडियो बनाएर मेमोरी चाहिँ हुन्छ क्या अब त्यस्तै हो मेमोरी चाहिँ हुन्छ यो चाहिँ के हो यो बाटो चिप्स हो के हो तिमीले भोलि पर्सि खाने है ल अलि नै टाइम भएको छैन तिम्रो खाने यस्तो भन्दा भिडियो त अनि पुग्छ त तिम्रो 20 मिनेटमा गर्नु त स्पिड खाऊ नि त लो स्टार्ट लो खाएको आवाजमा त सुन्नु होइन बोल्ने पनि हो बोल न यस्तो टेस्टी भयो कि बोल्नै मन लागेन हो मैले भनेको मैले अघि नै भनिरहेको छु उसले बनायो भने टेस्टी बनाउँछ बोल्नै मन लाग्दैन खाइ गर्नु मन लाग्छ है त्यही भएर मान्छे त नबोलेकै हेर्दैन हेरे पनि यसरी खान्छ बोल्नु चाहिँ भयो हेर्दैन यो त कसले हेर्छ तिम्रो मैले हेर्छु नि खतरै भएको छ मिठो भएको छ त्यही भएर बोल्नु म सकेन पिरो भयो तर एकदम तिमीलाई के भयो माथि भित्रतिर किन तर मिठो चाहिँ मिठो छ है मिठो नेपालको चटपटे याद आयो नि नेपालमा फेरि झोल चटपटे पनि पाउँछ कि रातो झोल हालेको त हामीलाई झोल बनाउन तिमीलाई आउँछ नि झोल बनाउन अस्तिको वर्ष सिकेको थिएँ बनाएको थिएन मैले कस्तो लाग्थ्यो त्यो मिठो थियो मुखा उसले खुवाएपछि मैले खुवाइदिनु पर्ने रहेछ यो सिस्टम हो नि त अब मैले उसले खुवाएपछि मैले खुवाउनु नखाइदिए हुन्छ यो सिस्टम हो यो सिस्टम बुझेन भने गाह्रो हुन्छ साथीहरू बुझ्नुपर्छ किन अब किन सबैलाई थाहा छ भन्नु पर्दैन डर लाग्छ डर कुरा होइन डर कोहीसँग डराउने यो सिस्टम हो क्या यो चाहिँ कपाल गोल सिस्टम बिर्स्यो भने रुल्स भन्दा पनि सिस्टम हो क्या यो रुल्स एन्ड रेगुलेसन डिफ्रेन्ट भइहाल्यो म चाहिँ मिठो सकेन र उता सानो बछडो पनि ओ गर्दै नाच्दैछ देख्यो भनेर चिनी खानु पर्यो मिठो वा चटपटे खाएर बोल्नु पर्ने न हामीलाई राजनीति आउँछ न हामीलाई कुनै सामाजिक विषयमा बोल्न आउँछ के बोल्ने हामी केही त बोल्न आउँदैन आउँछ बोल्नु आउँछ त केमा डिबेट गर्न आउँछ खानामा सबैलाई चटपटेको विशेषता भन्नु चटपटे विशेषता के छ भन्दो अमिलो मिरो अमिलो पिरो चट्ट परेको चटपटे मिठो अब यसमा के हुन्थ्यो भने कतै खतरा हुन्थ्यो क्या के चाहिँ हुनु पर्थ्यो तिमीलाई के हुनु पर्थ्यो तिमीलाई के हुनु पर्थ्यो मलाई सबै ठिक छ सब पुग्छ तिमीलाई मलाई त सबै ठिकै छ कि म तिमीलाई सोधेको मलाई तिमीलाई के मन पर्छ किन क्रस क्वेसन त गर्नै मिलेन नि मैले सोधेको क्वेसन मलाई डिफ्रेन्ट क्वेसन सोध के हुनु थियो भने त्यसले भएन के होइन मैले क्वेसन गरेँ तिमीले मलाई आन्सर दियो कि होइन तिमीले भन्दा थियो के भन्दै थियो त्यस्तो मैले भन्नु तिमीलाई केही न केही त कमी भयो यसमा मलाई कमी भएन मैले तिमीलाई सोधेको होइन तिमीले मलाई झुट बोलेर भन त्यस्तो होइन मैले तिमीलाई सोधेको के हुन्थ्यो नि अझै खतरा हुन्थ्यो भनेर सोधेको तिमीलाई खोर्सानी मलाई थाहा छ मलाई ठिक छ हो ठिक छ खोर्सानी खोर्सानी त मलाई ठिक छ पिरो ठिक छ
होइन खुर्सानी यसो माथि टकटक राखेर यसो देखाउन पायो भने हो पिरो खाँदो रहेछ भन्छ नि त देखाउनु मात्रै हो कि टेस्ट कस्तो कडा छ मिठो छ त यता फरेर बोल्नु पर्ने खालि यस्तो फरेर बोलिराख्नु है खासमा त भिडियोमा त अगाडि फरेर बोल्ने हो नि त त्यस्तो यसरी बोल्नु पर्ने होइन लाइट सेतो सेतो आएर सेतो जस्तो अलिक अप्रोच आऊ त देख्छ मजा खासमा साँच्चै भिडियो अगाडि भएरै बोल्दैन नि हामी यस्तो साइडमा बसिरहेको उता छोरा भटभटे पठाउँदैछ कहाँ पुगिसक्यो एक्लै चढेर हिँड्दैछ त्यो पहिलो गाछ त निस्किन जान्छ साथीहरू अब लास्ट अब अगाउँदै अगाउँदै गएपछि त्यो अलिकति हो कि न ल हाम्रो त छुट्टी छ आज त आनन्दसँगले चट बाहिर पड्केछ पटाका हामी चाहिँ फेरि हामी चाहिँ यहाँ खाँदै टाइम क्वालिटी टाइम स्पेन्ड गर्छौँ उतातिर हेरेर बसेछ ब्रो आउँछौ यहाँ आउँछौ आउनु आऊ आउँछौ मिठो ल चटपटी सक्यो नेक्स्ट टाइम चाहिँ कम्पिटिसन खेल्ने ऊ र म कम्पिटिसन खेल्ने क्या म नेक्स्ट टाइम किनकि कम्पिटिसन खेले जस्तो यो खाए जस्तो हुन्छ सँगै मिलेर खाएको आज चाहिँ बनाएर कम्पिटिसन खेलेको चाहिँ मजा आउँछ क्या हो कि न हो तिमी सक्छ मसँग कम्पिटिसन खेल्न मैले त तिमीलाई जितेको अहिले पनि जितेको छु जित्दैनौ तिमीले होला तर भिडलाई राख्छ तिमी बोलेको म खाउँछु तिमी बोल्नु पऱ्यो नि त यस्तो मेरो चटपटी छ भनेर को बोल्छ तर साँच्चै कम्पिटिसन खेल्यो भने मैले जित्छु होला है तिमीलाई तिमीले पनि जित्दैनौ किन नेक्स्ट टाइम हामीले मोमोमा कम्पिटिसन खेल्ने हुन्छ ल म उसको मोमो फेभरेट हो त्यसले मोमो आउँछ तर मोमो चाहिँ एक नम्बर बनाउँछ है हो म दार्जिलिङको मोमो बनाउँछु अब नेक्स्ट टाइम हामीले मोमो बनाउने कम्पिटिसन खेल्ने मोमो त जित्छ होला तिमी मलाई तर म हार चाहिँ मान्दिनँ फेरि कम्पिटिसन खेल्ने तर है पक्का मोमो चाहिँ होटलबाट किने घरमा बनाउँदा त यस्तो झ्याउ हुन्छ म होटलको मोमो त खानै सक्दिनँ होइन म बनाइ त हाल्छु तर अब बनाउनु तिमीले बनाइहाल्छौ नि मुस्नीमै बेल्नीमै सबै अचार मात्रै त बनाउँछु अचार र मुस्नु बेल्नु त हो तिम्रो काम त्यत्रो काम त मैले गर्छु त नि सबै मैले गर्छु त तर मिठो चिजको चाहिँ गर्न चाहिँ काम हुन्छ 2-3 घन्टा लगाएर खायो एकछिन खायो मिठो सकिन्छ चटपटे दामी बवाल भयो हामीले चटपटे बनाएर खाएको बेलामा जसले हेरेको छ हेर्नु भएको छ उहाँले बनाएर खानु होला घरमा बनाएर खानुहुन्छ थाहा छ हामीलाई प्रोसेस पनि केही छैन जे हालेर खाँदै हुन्छ जे मिसाएर खाँदै हुन्छ चटपटे चाउचाउ र भुजा मिसाएर खाँदै चटपटे हो प्याज टमाटर हल्का हल्का हालेर जे खाली भयो होइन सक्यो बवाल मिठो थियो दामी भयो अब हामी मैले अघि नै भन्छ हामीसँग कुनै कन्टेन्टै छैन हामी घर टाइम पास बुढाबुढी अनि छोरा उता छ अरू कन्टेन्टै छैन हामी खाने खाएको भिडियो हाल्ने अब भ्लग बनाउनु भन्थ्यो पहिला पुरा भ्लगर बन्ने भन्थ्यो अब भ्लगर स्लगर होइन कि खाना खाएको भिडियो हाल्ने तिमी बोल न तिमी प्लास्टिक कम्ती बोल्यो अहिले चाहिँ हामीले चटपटीको भिडियो बनायौँ भोलि होइन आउने दिनमा भोलि पर्सि निक्लेपछि अल्छी लाग्यो होला नि मोमो बनाउनु भोलि पर्सि निक्लेपछि जहिले भयो भने फेरि मोमो बनाएर फेरि पनि हामीहरू यस्तै भिडियो बनाउँछौँ अपलोड गर्छौँ भिडियो कमेडी आए पनि यो भिडियोमा हाल्नुपर्छ क्या बुढी खाएपछि डगाएर आउँछ अनि खाएपछि डगाएर आउँछ त नि ल खाएपछि डकाएर आउँछ कि आउँदैन अब रियलिस्टिक भनेको यो अनकटेड हो क्या अनकटेड कुनै पनि छैन डकाएर आयो अब यसमा लुकाउने के कुरा छ डकारको भिडियो हाल्नु केही प्रब्लम छैन यति भन्दै आजको लागि यति नै नआछ ल नमस्कार नमस्ते नमस्ते धन्यवाद